पास्टर बुवाले भन्दै गर्दा चाहिँ मेरो गीतहरू चाहिँ विशेष गरेर है अनि मैले भले दिल्लीमा कति आत्मा बचाएको छु तर मैले नेपालमा चाहिँ धेरै आत्मा बचाएको छु। अनि अहिले पास्टर बुवाले भन्दा मलाई एकदम सम्झना आएको। मैले पनि अस्तिसम्म चाहिँ विशेष गरेर के चेलापनको बारेमा मैले त्यति गहिराइले बुझ्न नसकेको सुन्थेँ, एउटा कानले अर्को कानले उडाउँथेँ, म साँच्ची भन्छु। अनि अघिल्लो हप्ताबाट चाहिँ मलाई यस्तो हृदय छुट्यो के चेलापनको बारेमा। अनि मैले सोचेँ अनि त्यो दिन चाहिँ मैले वचन खै ध्यान लाएर सुनेर हो कि या त्यही समय थियो कि प्रभुको होइन मलाई आत्माले छुनु अनि मसँग बात गर्नलाई। अनि त्यो खोएको बारेमा हामीले कतिपल्ट होइन हामीले यसो सोच्दै गर्दाखेरि लुकाको पुस्तकबाट बार 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 पढि नै रहन्छौँ होइन। सायद सिर्फ हामीले यति मात्रै थाहा कि हराएको भेडा मात्रै भन्थ्यौँ, तर हराएको भेडा चाहिँ को रहेछ भन्ने कुरो चाहिँ हामीलाई त्यति स्पष्ट चाहिँ थिएन है। अनि हराएको भेडा चाहिँ को रहेछ भन्ने कुरा चाहिँ त्यो दिनबाट मैले थाहा पाएर अनि जसरी अनि पास्टर बुवाले भन्नुहुँदैन नि तिमीले बच्चाको गन्ती गर्नु भन्नुहुन्थ्यो। अस्ति अनि मैले गन्ती गर्दै गर्दा त साँच्ची नै अनि मैले धेरै अनि उयो गरेको छु। मेरो पहिलो पाल है साँच्ची नै अनि पास्टर बुवाले भन्नुभएकै कुरा हो, मेरो दिदी भेना हो मेरो पहिलो फल मैले प्रभुलाई पाएपछि। अनि मैले जब उहाँहरूबाट प्रभु पाएँ त्यहाँबाट फेरि अनि मैले हाम्रो नाना र भेनालाई सुनाएँ। त्यतिखेर अलिकति मेरो जोस जाँगर पनि थियो प्रभुमा। अब यस्तो थियो कि नयाँ नयाँ केही पनि पाउँदा हामी कति खुसी आनन्दित हुन्छौँ होइन। त्यतिखेर अनि सुनाउनु पर्ने रहेछ नि एउटा जोस। अनि बिचमा चाहिँ म धेरै कमजोर भएको थिएँ। अहिले म फेरि अस्तिको हप्ताबाट चाहिँ मैले अनि वचनको के अरे हराएको भेडाको विषयमा अनि सुन्दै गर्दा चाहिँ म फेरि उत्साहित भएँ। अनि त्यो समयमा मैले हेर्नु नानालाई सुनाएँ। नानाले मलाई के भन्नु भने तिम्रो भेनालाई लैजाउँ त दिल्ली। अनि भेनाले पनि सिकेको छैन फेरि भेनालाई। अनि त्यसो गरेर मेरो पहिलो फल चाहिँ मेरो नाना र भेना। अनि मैले मम्मीलाई पनि सुनाएको त अब बुढापाका कस्तो हुन्छ यो त विदेशी धर्म अरे मेरो त यसै पनि छोरा पनि छैन, तिमीहरू 3टा भएको छोरीले पनि पो झन् तैँले त मलाई त मर्दा छुनै पनि नपाउने रहेछस् भनेर आमाले भन्नुभयो कि। अनि आमा यो त यस्तो 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 भन्दै गर्दाखेरि अनि आमाले सुन्नु चाहिँ ध्यानसँगले सुन्नुभयो तर धेरै विरोध गर्नुहुन्थ्यो आमा चाहिँ। हाम्रो के अरे आमाले चाहिँ विरोध गरे तर हाम्रो पापाले चाहिँ के गर्यो ठिकै छ सबै राम्रै हो भन्ने मान्छे चाहिँ फेरि नि आउँदैन रहेछ। तर विरोध गर्ने चाहिँ पक्का आउँदो रहेछ है। कस्तो धेरै विरोध गर्नुभएको आमाले। मैले मलाई छुन पाउँदैन, छोरा पनि थिएन, यही 3टा छोरीले उयो गर्छ होला भनेको त भने पछाडि हेर्नु र पनि मैले जबरजस्ती आमालाई सुन्नुहोस् त आमा सुन्दैन त के अरे हुँदैन त अनि भइहाल्दैन त उल्टो धर्म चेन्ज गर्छु यो नानी भनेर। म कहाँ धर्म चेन्ज हुन्छ मम्मी धर्म चेन्ज भएको होइन त आमा भनेर यस्तो यस्तो पो भन्यो। सुन्दाखेरि त अलिक ठिकै त लाग्यो भन्नुभयो क्या। अनि पछि हेर्नुहोस् है मेरो पहिलो फल मेरो नाना र भेनालाई ल्याएपछि अनि मैले बहिनीलाई पनि सुनाइराखेको थिएँ, मम्मीलाई पनि सुनाइराखेको थिएँ। पछाडि अनि गरे मेरो मम्मीले पनि विश्वास गर्नुभयो। अनि मेरो मम्मीले विश्वास गर्नुभयो। हेर्नुहोस् अनि मेरो खानदानमा अनि पहिलो चाहिँ म हो यो। अनि मेरो मम्मीको आत्मा बच्यो, मेरो नाना भेनाको मेरो बहिनी ज्वाइँले विश्वास गर्यो। अनि उहाँ पास्टर बुवाले भनेको जस्तै अहिले मेरो अनि भदाइनीले पनि विश्वास गर्यो, नभएर मेरो अङ्कलले पनि विश्वास गर्नुभएको छ। मेरो अङ्कलको पनि मेरो काका हुनुहुन्छ, मेरो काकाको पुरा छोराछोरीले विश्वास, सिर्फ एउटा ठुलो छोराले गरेको छैन। उहाँलाई पनि अस्ति मैले के अरे कहाँबाट हेर्नुहोस् पहाडमा धामी झाँक्री खोज्दै आएर सुनाउने अवसर पाएर मलाई सुनाएरै आयो। मलाई पनि दाइ यस्तो यस्तो भएको कहिलेदेखिको बहिनी त्यो किरालाई छोडिदिनुहोस्, अब विश्वास गर्नुहुन्छ भने म पहाड पनि आउँछु हजुरको घरमा प्रार्थना गरिदिनु होला भने आउँछस् र बहिनी भन्नु आउँछु। अनि उयो गर्दा ठिक हुन्छ र ठिक हुन्छ एकपल्ट विश्वास त गरेर हेर्नुहोस् भने मैले अलिकति उहाँलाई सुसमाचार सुनाएर आएको छु। अनि हामीले जहाँ गए पनि अनि के अरे चुप्पो चाहिँ रहनु हुँदैन रहेछ। चेला चाहिँ त्यसरी हुँदो रहेछ। साँच्चै नै मैले चेलापनको बारेमा भन्थेँ सुन्थ्यौँ तर के चेला के रहेछ चेला भन्दा त अहिले चाहिँ नि स्टेप बाई स्टेप हामीले बुझ्दा त हेर्नुहोस् त मैले मेरो नाना भेनालाई सुनाउनुको कारणले मेरो मम्मीहरूलाई सुनाउनु कारण मेरो मम्मीहरूलाई पनि अरूलाई सुनाएर बचाउनु हो। एउटा पनि ल्याउँदा त कति बढ्दै जाँदो रहेछ है, कति बढ्दै जाँदो रहेछ। एउटा बाख्राले हेर्नुहोस् है जन्माएर त्यो बाख्रालाई पाल्दै कतिवटा बच्चा दिन्छ होइन। त्यो बच्चाले पनि बच्चाले पनि बच्चा दिन्छ। सजिलो तरिकाले हामीले बुझौँ भनेर है मैले एउटा बाख्राको उदाहरण दिएको। अनि मैले पनि हेर्नुहोस् त्यही बाख्राले जस्तो पहिलो जन्माएको चाहिँ मेरो नाना र भेना
मेरो नाना र भेनाले अरूलाई बुझाउनु। अनि योपालि जाँदै गर्दा हेर्नुहोस् चुप चाहिँ रहनु हुँदैन। साँच्ची नै योपालि जाँदा मेरो काम भएन, तर 4वटा आत्मालाई बचाएर बत्तिसमा दिइराखेर आएको। अनि यो हो मेरो चाहिँ विशेष गवाई चाहिँ हेर्नुहोस् है, योपालि पनि 4जनाले अनि एउटा केबिन भाइको पुरा के अरे मम्मी पापाले विश्वास गर्नुभयो। मैले 2पल्ट सुसमाचार 3पल्टको बारेमा बत्तिसमा लिएर अब तपाईँ गइहाल्नुहुन्छ, बत्तिसमा धेरै जानुहुने भन्नुभयो। अनि केबिनको बाउ र आमाले अनि प्रशंसाले सुप्रियाले पनि उनीहरूले पनि मन फिराएर कत्रो छ भने सुप्रियाहरू भन्ने प्रशंसाहरू भन्ने चाहिँ हाम्रो बाबुको उनीहरूले सम्म मन फिराएर योपालि 4जनाको आत्मा बचेर आएको, चेलापन गरेर आएको मैले योपालि पनि। अनि यो चाहिँ चेलापन चाहिँ साँच्ची नै एउटा असल कुरो रहेछ कि हामी चेलापन्थीमा विशेष गरेर ध्यानै दिँदैनौँ। अनि अहिले चाहिँ मैले ध्यान दिँदा चाहिँ चेला चाहिँ यो रहेछ नि त। मैले किन सजिलो हेर्नुहोस् त, बाख्रा पाल्दाखेरि त्यो बाख्राले फाइदा हामीलाई दिँदैन र दिन्छै दिन्छ। हेर्नुहोस् बच्चा पाउँछ, त्यसले छोरी पाएको छ भने त्यसको छोरीले पनि अर्को पाउँछ, फेरि त्यो अर्को छोरी पाए त्यसले अर्को पाउँछ, त्यस्तो गरेर बढेर जाँदो रहेछ। यो प्रभुको चेलापन्थीको विषयमा चाहिँ हामीले धेरै गहिराइले बुझ्न सकिनौँ भने चाहिँ हामी एउटा बाख्राको उदाहरणबाट, गाईको उदाहरणबाट पनि हामी सम्झिनु सक्दो रहेछौँ क्या। अनि जन्मिँदै जाँदा त बढ्दै गयो नि त होइन, नाति नातिना बढ्दै गयो। त्यस्तो रहेछ क्या चेलापन्थी पनि भन्ने मैले थाहा पाएँ। अनि विशेष गरेर मेरो चाहिँ आशिष चाहिँ अनि यही नै हो। मैले चेलापनको बारेमा अहिले चाहिँ मैले 2 हप्ताबाट अझै म गहिरोसँगले बुझ्दैछु अनि म आशिषित भएको छु भन्न चाहन्छु। अनि अझै म प्रार्थना गरिदिनु पनि भएको छ, अझै म अरू पनि चेला बनाउन सकौँ। जस्तै पास्टर बुवाले भन्नुभयो, जहाँ हामीलाई अवसर मिल्छ वहीँ हामी चेला बनाइहाल्ने हो। एउटै मण्डलीमा थुप्रेन आएन, यहाँ मात्रै आएन भनेर होइन, तर हामीले जहाँ अवसर मिल्छ, जहाँ प्रभुले हाम्रो लागि चेला बनाउनुको लागि राखिदिनु भएको छ, त्यहाँ तयारी हुनुपर्ने कुराहरू हामीले मैले चाहिँ विशेष गरेर पाएको आशिष चाहिँ यही नै हो भन्न चाहन्छु। र म हजुरहरूलाई पनि यही भनेर उत्साहित गर्न चाहन्छु। अब चेला बनाउनुमा हामी सबैजना फेरि पनि चेला बनाउनको लागि कोसिस गरौँ भनेर भन्न चाहन्छु। 2 हप्ताबाट चाहिँ मैले चाहिँ चेलापनको विषयमा गहिराइले बुझेर आशिष पाएको कुरा चाहिँ अनि यो हो। अनि जुन अहिले कागज देखाउँदै गर्नुहुँदा चाहिँ उहाँले कतिजनालाई बचाउनु भने अनि पास्टर बुवाले अनि पहिले मेरो फललाई याद दिलाउनु गर्दा मैले त धेरै नेपालमा त त्यसरी त्यहाँ उयो गरेको छु, नामहरूले देखेको छैन। यहाँ चाहिँ मैले अब रमेश दादाहरू अनि गोमा बहिनीहरू मात्रै हो अहिले देखेको छैन। छन् त धेरैलाई सुनाइयो हामीले होइन, गए प्रका पुगे के भए, तर पनि रहिरहेको यहाँको चेलाहरू पनि यिनीहरू हो। अनि अझै हामीले चेला चाहिँ बनाउने कोसिस गर्नुपर्दो रहेछ भन्ने विषयमा अनि मैले चाहिँ चेलापनको बारेमा चाहिँ यही बुझेर यही आशिष पाएको कुरा पनि यही नै हो। जय मसीह।